तर नेकपा एमाले अर्को चुनावसम्म जाँदाखेरि रहँदैन भन्ने छ मेरो। नेकपा एमाले भन्ने रहँदैन, सिद्धि हो त्यसको। अब छोटकरीमा केपी शर्मा ओलीलाई तपाईको सन्देश के छ? उहाँले जनताले 70 वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो। मेरो सुझाव छ उहाँले जनताको अगाडि अपराध कबुल गर्नुहोस्, आत्मालोचना गर्नुहोस् र राजनीतिबाट सन्यास लिएर बस्नुहोस्। म प्रचण्ड जस्तो मेजबानी खाएर बसेर ती देशका हतियार ल्याएर नेपाली जनताका घाँटी रेटेर छाती छेडेर गरेको होइन। म भूमिगत बसेर जेल बसेर जेलनेल खटेर पिटाई खाएर यातना सहेर संघर्ष गरेर तानाशाहीका विरुद्ध जुधेर यहाँसम्म आइपुग्यो। कपालमा जेल लगाएर चिटिक्क परेर कुखुराका साँपरा र यसो पदार्थहरू दिएर नेता भएको मान्छे होइन।